के तपाईँ सामाजिकमा कम्ती मार्क्स आउँछ भनेर टेन्सन लिनुभएछ? अब टेन्सन लिनु पर्दैन, म छँदैछु तपाईँहरूको लागि है। तपाईँहरू आज सबैभन्दा ठिक ठाउँ र ठिक भिडियोमा आउनुभएको छ र यही समय हो तपाईँले सामाजिकको बारेमा बुझ्न पाउनुहुने र मजाले म तपाईँलाई आज सामाजिकको बारेमा बुझाउने छु र इक्जाममा कति मार्क्स आउँछ भन्ने कुरा पनि तपाईँहरू सामुमा बताउन चाहन्छु है त। लेट्स गो है। सामाजिकमा चाहिँ हामीले कसरी पढ्नुपर्छ र कुन च्याप्टरलाई चाहिँ अलिक फोकस गरेर पढ्नुपर्छ भन्ने कुरा आज म बुझाउँछु है त। सबैभन्दा सुरुमा हाम्रो सामाजिकको प्याटर्न कस्तो हुन्छ त भन्दा सम्म क, सम्म ख र सम्म ग गरेर आएको हुन्छ। सम्म कमा 1 मार्क्स उठाएको, सम्म खमा 4 मार्क्स उठाएको र सम्म गमा 7 मार्क्स उठाएको आएको हुन्छ है क्वेसन। जम्मा कमा 11 वटा है, खमा 9 वटा र गमा 4 वटा गरेर आएको हुन्छ। यसरी चाहिँ हाम्रो क्वेसन प्याटर्न आएको हुन्छ क, ख र ग गरेर है। अब हाम्रो सामाजिकमा कसरी आउँछ भन्दाखेरि कक्षा 10 को सामाजिकमा जम्मा 10 वटा इकाइ रहेका छन् र इकाइका नामहरू मैले यहाँ लेखिदिएको छु। तपाईँले आफ्नो किताबमा पनि हेर्न सक्नुहुनेछ। सबभन्दा सुरुमा हामी र हाम्रो समाज भन्ने जुन इकाइ रहेको छ, यो इकाइबाट सुरुमा 4 मार्क्स उठाएको एउटा र 1 मार्क्स उठाएको एउटा गरेर जम्मा 5 मार्क्स उठाएको अथवा 5 मार्क्स चाहिँ यहाँबाट आउँछ। 4 मार्क्स उठाएर 1 मार्क्स उठाएको गरेर 5 मार्क्स यहाँबाट आउँछ। त्यस्तै गरेर विकासको पूर्वाधार है, विकासको पूर्वाधारबाट चाहिँ कति मार्क्स आउँछ भन्दा विकासको पूर्वाधारबाट पनि एउटा 4 मार्क्स आउँछ, एउटा 1 मार्क्स गरेर यहाँबाट पनि 5 मार्क्स पनि आउँछ। र हाम्रो परम्परा एवं सामाजिक मूल्य मान्यताबाट चाहिँ कति मार्क्स आउँछ भन्दा यसबाट चाहिँ 4 मार्क्स उठाएको 2टा आउँछ। यसबाट छोटो खालके प्रश्नहरू आउँदैन र लामो पनि प्रश्न आउँदैन। तपाईँहरूले यो इकाइबाट यो इकाइबाट लामो प्रश्नहरू है, सम्म गमा आउने प्रश्नहरू यहाँबाट आउँदैन है। यसले चाहिँ के गर्छ, तपाईँलाई मैले किन यो बुझाइरहेको छु भन्दा तपाईँलाई क्ल्यारिफाई होस् कुन च्याप्टरबाट कति मार्क्स आउँछ र कसरी प्र्याक्टिस गर्ने भन्ने कुरा सजिलो होस् भनेर बुझाउन गइरहेको छु है त। 4 + 4 गरेर यहाँनिर भयो 8 है। अब यसरी नै सामाजिक समस्या र समाधान। सामाजिक समस्या र समाधानमा चाहिँ कति मार्क्स आउँछ त भन्दा सामाजिक समस्या र समाधानमा चाहिँ 4 + 2 गरेर 6 मार्क्सको आउँछ। कति मार्क्स आउँछ अरे 6 मार्क्सको आउँछ है। त्यहाँदेखि त नागरिक चेतना। नागरिक चेतनाबाट चाहिँ एउटा 7 मार्क्स आउँछ, अर्को 4 मार्क्सको गरेर नागरिक चेतनाबाट जम्मा 11 मार्क्सको आउँछ, 11 मार्क्सको आउँछ है। र हाम्रो पृथ्वीबाट पनि 7 मार्क्स र 4 मार्क्स गरेर 11 मार्क्सकै आउँछ। अब हाम्रो विगतबाट चाहिँ कति मार्क्स आउँछ त भन्दा हाम्रो विगतबाट एउटा 7 मार्क्स आउँछ र अर्को चाहिँ 1 मार्क्स उठाएको जम्मा 2टा आउँछ, गर्दा 9 मार्क्स आउँछ है। अर्को हाम्रो आर्थिक क्रियाकलापबाट पनि 7 मार्क्स एउटा आउँछ र अर्को 1 मार्क्स उठाएको 2टा आउँछ है, जुन यो पनि 9 नै हुन्छ। अब हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग, यसबाट कति मार्क्स आउँछ भन्दा यसबाट चाहिँ हाम्रो एउटा आउँछ 4 मार्क्सको प्लस 1 गरेर जम्मा 6 मार्क्सको आउँछ यहाँ पनि है। त्यहाँदेखि त लास्ट अन्तिमकोमा चाहिँ कति मार्क्स आउँछ त भन्दा एउटा 4 मार्क्स आउँछ र एउटा 1 मार्क्स गरेर यहाँ पनि 5 मार्क्सको आउँछ है। ल अब यो त भयो तपाईँहरूलाई एनालाइज गर्नको लागि सजिलो होस् भनेर। अब तपाईँहरूले यहाँबाट बुझ्न सक्नुहुनेछ कुन चाहिँ तपाईँहरूको लागि इम्पोर्टेन्ट हुन्छ र कुन चाहिँ तपाईँहरूले बढीभन्दा बढी प्राथमिकतामा राखेर है तपाईँहरूले पढ्न सक्नुहुन्छ। जस्तै यहाँ हेर्न सक्नुहुनेछ तपाईँहरूले नागरिक चेतनाबाट 11 मार्क्स,
हाम्रो पृथ्वी र इकोनोमिक्स दुईटा मात्रै मजाले कन्सेप्टमा घुसाएर दुईटा एकाइको बारेमा मजाले अध्ययन गर्यो भने है 22 मार्क्स आउँछ। अब यो नागरिक चेतना हाम्रो पृथ्वीबाट र हाम्रो विगत 9 मार्क्सको छ, हाम्रो आर्थिक क्रियाकलाप 9 मार्क्सको छ हैन, हाम्रो परम्परागत एवं सामाजिक मूल्य मान्यता हैन 8 मार्क्सको छ। यो कुरा अथवा यो एकाइहरू चाहिँ हामीले सम्पूर्ण पढ्नुपर्छ भन्ने छैन। यहाँ भित्र पनि केही महत्त्वपूर्ण एकाइहरू पाठहरू रहेका छन्। यहाँ भित्र पनि केही महत्त्वपूर्ण पाठहरू रहेका छन्। यो एकाइभित्र ती पाठहरू महत्त्वपूर्ण पाठहरू मात्रै अध्ययन गरेर पनि हामीले सजिलै यहाँबाट मार्क्स प्राप्त गर्न सक्छौँ है। तपाईहरुलाई सामाजिक आउँदैन है, तपाईहरुलाई सामाजिक आउँदैन, टेन्सन नलिनुहोस्, म छु। तपाईलाई सामाजिक क्वेशन बनाएर क्वेशन आयो र एन्सर बनाएर लेख्न आउँदैन, म सिकाउने छु तपाईहरुलाई है। अब कसरी सिकाउने भन्ने लाग्दै होला तपाईहरुलाई, अर्को भिडियोमा तपाईहरुले स्किप नगरिकन हेर्दै जानुभयो भने सामाजिक मजाले बनाएर लेख्न सिक्नु हुनेछ है। थोरै म तपाईहरुलाई पढ्न दिनेछु र त्यही पढाइको आधारमा तपाईहरुलाई सिकाउने छु कसरी बनाएर लेख्छौं भनेर। लेख्ने तरिका हुन्छ, त्यतिकै हामीले लेखेर चाहिँ हुँदैन है सामाजिकमा। त्यही भएर पनि तपाईहरुको सामाजिकमा किन कम्ती मार्क्स आउँछ भन्दा तपाईहरुले लेख्न नजानेर हो, तरिका नपुर्याएर हो। तपाईहरुले सामाजिक पढ्दाखेरि पनि जहाँ पाए त्यहीबाट पढ्नुहुन्छ, यसरी तरिका पुर्याउनु पर्छ। अब यो भित्र के पर्छ, के पढ्ने भन्ने कुराहरू पनि हुन्छन् र कुन चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ त्यो कुराहरू मात्रै पढ्छौँ है। अब यसको लागि चाहिँ म अर्को भिडियो बनाउने नै छु है। तपाईँ हामीसँग जोडिनको लागि भिडियोलाई सब्स्क्राइब गरिदिनु होला र हाम्रो परिवारको नयाँ सदस्य बनिदिनु होला भन्दै आजको भिडियो यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।